फाइनल्ली आज चाहिँ हामीले भेडा गोठमा बसेर भेडाको दुध दही खायो। हाम्रो बा हुनुहुन्छ यता भाइ हुनुहुन्छ उहाँ चाहिँ भेडा चाहिँ 110वटा छ अरे पार्ने रे यसरी ल्याउँदा भित्र मै छु झ्याक्क लाएर नि पारेको। आज चाहिँ हामी भेडा गोठमा मै पार्ने मै खाने घिउ खाने दुध खाने खतरा हुने रहेछ होइन बा कस्तो बाक्लो भइज मैदा हेर्न त ल है साथी यता भेडाको दुध हल्लो हुँदो रहेछ है। 110वटा भेडाको धनी हुनुहुन्छ हजुरले चाहिँ मै खानु भए खाइरहेको छु भेडाको दुध जस्तै भेडाको दुध खानु खाइरहेको छु के अरे भेडाको के अरे दुध हाल्दैछौँ खरै नत्र खाइरहेको छौँ राम्रो मिठो लाग्यो भने हालेर खाउँ ल। कतिवटाको दुनुहुन्छ तपाईँले हेर्नुहोस् यो चाहिँ भेडाको घिउ हाम्रो सर एकजना यता हुनुहुन्छ यहाँ दुध खाइरहेको 1 डेक्ची दुध छ।